नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ। आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदै गरेको सम्बन्धी प्रसङ्गबाट। निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु गर्दैछ। आज सबै पालिकाहरूको केन्द्रमा मतदाता नामावली गर्न सूची प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँको अनुसार आज पालिकाहरूका केन्द्रमा मतदाता नामावली सूची प्रकाशित हुनेछ। भोलि र पर्सि 2 दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ। नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटो विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस विरुद्ध उजुरी दिन सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ। आउँदो 21 गतेसम्म नामावली अद्यावधि गरिने उहाँले बताउनु भएको छ। यसपछि मतदाताको नामावली जिल्लामा पुग्नेछ र जिल्लाले निर्वाचन आयोगमा मतदाता नामावली पठाउनेछ। आयोगले 2077 पुस 5 गतेसम्म 18 वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो। आउँदो वैशाख 17 र 27 गतेका लागि सरकारले घोषणा गरेको चुनावको लागि आयोगले तयारी गरिरहेको छ। तर प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि अहिले संवैधानिक सुनवाई भइसकेकाले चुनाव हुने नहुनेमा अन्यल छ। सरकारले दोस्रो चरणमा कोरोना विरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताउनु भएको छ। उहाँका अनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ। तर भारतले अब खोप अनुदानमा पठाउने नपठाउने निश्चित भइसकेको छैन। खरिद गरिने खोपको मूल्य समेत निर्धारण हुन बाँकी रहेको डाक्टर समीर अधिकारीले बताउनु भएको छ। यस्तै पहिलो चरण अन्तर्गतको खोप आज पनि वितरण गरिँदैछ। हिजो प्राविधिक कारणले खोप पुर्याउन नसकिएका जिल्लामा आज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशका 77 वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले बताउनु भएको छ। उहाँको अनुसार हिजो खोप लगाउन बाँकी रहेका लक्षित वर्गलाई आज पनि खोप दिइनेछ। हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीहरूको श्री स्वस्थानी व्रत कथा बिहीबारबाट वाचन गर्न सुरु गरिएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म 1 महिनासम्म हरेक दिन घर घरमा स्वस्थानी तथा कथा भन्ने र सुन्ने गरिन्छ। पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल र पातल त्यसै गरी मर्त्यलोकमा स्वस्थानी बारे प्रचार गर्न गएको व्रत कथामा उल्लेख छ। देवी देवताको लागि लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँले लोक कल्याणका निमित्त यो व्रत कथा प्रचार प्रसार गराई गरिब तथा दुखीको उद्धार गर्नु भएको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ। 31 अध्याय रहेको यस श्री स्वस्थानी व्रत कथाको 12औं अध्यायमा श्री स्वस्थानीको महिमा बारे वर्णन गरिएको र प्रसाद श्रद्धापूर्वक श्री स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोग व्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती गोमा र नवराज जस्ता पात्रका माध्यमबाट देखाइएको छ। व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्री स्वस्थानीको पूजा गरी 1 छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
कोरोना विरुद्धको अभियान अन्तर्गत प्रदेश नम्बर 2 मा बुधबार 733 जनालाई खोप लगाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो दिन प्रदेशका 8वटा जिल्लामा 733 जनालाई खोप लगाइएको हो। धनुषामा 102, मोहतरीमा 37, सर्लाहीमा 129, रौतहटमा 26, बारामा 70, पर्सामा 113, सिराहामा 110, सप्तरीमा 146 गरी 733 जनालाई खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले बताउनु भएको छ। खोप लगाउनलाई प्रादेशिक अस्पताल जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, कलैया अस्पताल, गौर अस्पताल, मलङ्गवा अस्पताल, जलेश्वर अस्पताल, सप्तरीका गजेन्द्र नारायण सिंह अस्पताल, प्रादेशिक प्रहरी अस्पताल र सिराहा अस्पतालमा बुथ राखी कोरोना विरुद्धको खोप लगाइएको निर्देशक झाले बताउनु भएको छ। संघीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराएको 34,000 डोज एक हप्तामा लगाउने झाले बताउनु भएको छ। प्रदेश नम्बर 2 का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरमा खोप लगाएर अभियानमा सहभागी हुनुभएको थियो। मन्त्री यादवले कोरोना विरुद्धको खोपको विषयमा विभिन्न अफवाह सर्वसाधारणमा रहेकाले आफूले नै पहिलो खोप लगाएको बताउनुभयो। अघिल्लो महिना बेलायतमा भेटिएको कोभिड-19 को नयाँ भेरिएन्ट विश्वका 70 भन्दा बढी देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ। कोभिड-19 भन्दा तीव्र गतिमा संक्रमण फैलिरहेको नयाँ प्रजातिको कोभिड झन घातक भएको विश्व स्वास्थ्य संगठनले बताएको हो। बेलायतमा पाइएको रेभिएन्ट दक्षिण अफ्रिकामा पाइएको रेभिएन्ट भन्दा भिन्न भएको WHO ले बताएको छ। दक्षिण अफ्रिकामा पाइएको रेभिएन्ट त्यति तीव्र गतिमा फैलिन नसक्ने जनाएको छ। दक्षिण अफ्रिकामा पाइएको रेभिएन्ट 31 देशसम्म पुगिसकेको पनि रिपोर्टमा सार्वजनिक गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारको मौसम पूर्वानुमान गरेको छ। स्थानीय वायुको प्रभावको कारण पहाडी क्षेत्रको केही भूभागमा आंशिक बदली भए पनि अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। अहिले देशैभरि कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। बिहान तराईका भूभागमा बाक्लो हुस्सु कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो प्रदेश नम्बर 1 र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। केही दिनदेखि पश्चिमी हावासँगै बढेको चिसो हावाका कारण जनजीवन नकारात्मक असर परेको छ। चिसोको कारण दैनिकी कामकाज पनि प्रभावित भएको हो। दिनरात चलिरहेको चिसो हावाको कारण बढेको शीतलहरले जनजीवन कष्टकर बनेको छ। बाक्लो हुस्सुले सवारी साधन चलाउन तथा पैदल यात्रा गर्न कठिन भइरहेको छ। अधिक रूपमा चिसो बढे पनि स्थानीय सरकारले आगो ताप्ने व्यवस्था ठाउँ ठाउँमा नगरेकोले स्थानीयहरू आक्रोशित भएको छ। गौर बस पार्कमा आउने यात्रुहरूलाई जाडो छल्ने तत्काल व्यवस्था नभएको कारण यात्रुहरूलाई शास्ति भोग्नु परिरहेको साना तथा मझौला यातायात संघका प्रदीप यादवले बताउनु भएको छ। सार्वजनिक ठाउँमा दाउराको व्यवस्था नगरपालिकाले गर्नुपर्नेमा नगरेको गुनासो पोखेका छन्। लामो दूरीबाट यात्रा गरेर आउने यात्रुलाई कठ्याङ्ग्रिनु पर्ने बाध्यता रहेको यादवको भनाइरहेको छ। टेम्पो म्याजिक चालकहरूले चिसोबाट राहत पाउन गाडीको पुरानो टायर बालेको देखिएको थियो। दाउरा नभएको पुरानो टायर बालेको चालक ईश्वर पोखरेलले बताउनु भएको छ। चिसोबाट जोगिनु पर्ने वैकल्पिक उपाय अपनाएको छु उहाँले भन्नुभयो। स्थानीय सरकारले अहिलेसम्मको मौसममा जनताको ज्यान जोगाउनु पर्ने ध्यान दिनुपर्ने छ। अचानक बढेको चिसोले विद्यालयमा बालबालिकाहरूलाई प्रभावित गरेको छ। धनुषाको हाँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नगर क्षेत्रभित्र ब्ल्याङ्केट वितरण गरेका छन्। बढ्दो चिसोलाई मध्यनजर गर्दै नगरपालिकाको विपद व्यवस्थापन समितिको निर्णय अनुसार ब्ल्याङ्केट वितरण गरिन थालिएको छ। बुधबार नगरपालिकाको वडा नम्बर 1 मा 100 घर परिवारलाई कम्बल वितरण गरिएको छ। नगर क्षेत्रभित्र बाँडिएको 100 कम्बल अहिले ल्याइएको छ। लगत उठाउने कार्य जारी रहेको पछि फेरि थपिने जनाएको छ। ब्ल्याङ्केट वितरण समारोहलाई सम्बोधन गर्दै
हाँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नगर क्षेत्रभित्र रहेको गरिब, विपन्न, दलित, असहाय महिला, एकल महिला तथा ज्येष्ठ नागरिक लगायतलाई केन्द्रित गरी कोही नछुटुन् भनेर ब्ल्याङ्केट वितरण गरिएको बताएका थिए। आपद विपदको समयमा जनप्रतिनिधिले आफ्ना जनतालाई सहयोग नगरे कस्तो जनप्रतिनिधि हुन्छ भन्दै उनले प्रश्न समेत गरेका थिए। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सिराहाको गोलबजार 3 जमदहमा न्यानो कम्बल वितरण गरेको छ। स्थानीय संघको समन्वय एनआईसी एसिया विकास बैंक प्रादेशिक कार्यालय बर्दिवासबाट प्राप्त कम्बल 190 जना दलित विपन्नलाई वितरण गरिएको हो। एनआईसी एसिया विकास बैंक प्रादेशिक कार्यालय बर्दिवासबाट 490 थान न्यानो कम्बल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनुभयो। जसमध्ये 190 थान गोलबजार 3 का दलित विपन्न परिवारलाई वितरण गरिएको छ। पछिल्लो केही दिनदेखि लगातार लागेको कुहिरो र शीतलहरका कारण जनजीवन प्रभावित भएकोले जिल्ला विपद व्यवस्थापन समिति सक्रिय रहेको बताए। समितिले जिल्लाको 17वटै स्थानीय तहलाई कार्य योजना बनाएर पठाएको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भएको छ। उहाँले जिल्ला विपद व्यवस्थापन समितिले हुनेले नहुनेलाई सहयोग गर्ने गरी सर्वसाधारणसँग पनि अनुरोध गरिरहेको जनाएको छ। सोही अनुसार जिल्लाको विभिन्न स्थानमा व्यक्ति, संस्था तथा स्थानीय तहहरूले शीतलहर प्रभावितहरूलाई न्यानो कपडा सहयोग गरिरहेको बताउनु भएको छ। बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरू, विपन्न, सुत्केरी महिला, बिरामीहरू प्रभावित भएका छन्। त्यसलाई रेस्पोन्स गर्ने काम पनि सँगसँगै भइरहेको प्रमुख जिल्लाधिकारी कणेलले बताउनु भएको छ। वितरण कार्यक्रममा वडा अध्यक्ष धनप्रसाद लामा, एनआईसी एसिया विकास बैंकका गोलबजार शाखाको प्रमुख प्रदीप शाहको उपस्थिति रहेको थियो। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।